यदि तपाईलाई आइपिओ कसरी चेक गर्ने भनेर थाहा छैन अथवा आइपिओ चेक गर्न जान्न चाहनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। आइपिओ चेक गर्न सजिलो एकदमै इजी छ। आइपिओ रिजल्ट हेर्नको लागि जस्ट तपाई क्रोममा जानु होला अनि क्रोममा गएर चाहिँ यहाँ तपाईले सर्च गर्नु होला आइपिओ रिजल्ट भनेर। मैले अलरेडी सर्च गरिरहेको कारणले टपमै आयो। आइपिओ रिजल्ट भनेर सर्च गर्नु होला अनि त्यसमा एउटा वेबसाइट आउँछ, त्यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि एकछिन टाइम लिन्छ र यहाँ आउँछ। अब तपाईले कसको चेक गर्ने त ल मैले तपाईको उसको गर्दैछु, यो सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको गर्दैछु। अनि त्यहाँ चाहिँ कम्पनी चुज गर्नु होला, कुन कम्पनीको आइपिओ भर्नु भएको थियो। त्यसपछि तल चाहिँ बिओआइडी भनेर छ, यो जुन 16 डिजिटको 16वटा अङ्कको एउटा बिओआइडी हुन्छ त्यो चाहिँ यहाँ पेस्ट गरिदिनु होला कपी गरेर, अथवा याद छ भने लेखेर पनि गर्न सक्नुभयो। त्यसपछि इन्टर क्याप्चामा चाहिँ तपाईले कतिपय यसमा झुक्किनुहुन्छ, यहाँ चाहिँ त्यो इन्टर क्याप्चाको सिधा यतापट्टि लेखेका अक्षरहरू छन् नि त्यही हान्ने हो। जस्तो त्यहाँ के लेखेको छ भन्दाखेरि 36328 36328 लेखेको छ नि त हैन। अब यहाँ भ्यू रिजल्ट गर्नुभयो भने यो मलाई परेन छ, सरी नट एलोटेड फर द इन्टरनेट बिओआइडी भनेर भन्छ, मलाई चाहिँ परेन यो। सो तपाईँ यसरी पनि चेक गर्न सक्नुहुन्छ। अब तपाईँ सिधै मेरो सेयरबाट चेक गर्न पनि सक्नुहुन्छ। त्यसको लागि त अब इजी नै छ। अब मैले एप डाउनलोड गरेको छैन, तपाईसँग मेरो सेयर एप छ भने त त्यहाँबाट गर्न सक्नुभयो। यो मेरो सेयर भयो, मेरो सेयरमा जानु होला। अब यहाँ चाहिँ तपाईको ब्याङ्क चुज गर्नु होला, त्यसपछि आफ्नो युजर नेम र पासवर्ड हालेर लगइन गर्नु होला। लगइन गरिसकेपछि यस्तो मेनु आउँछ। अब यहाँ गएर तपाईले यसलाई डेस्कटपमा गर्न पनि सक्नुहुन्छ। त्यसपछि तपाईले यता लेफ्ट साइडमा माथि 3 डट छ, त्यो यो जुन 3 डट छ त्यो 3 डटमा क्लिक गर्नुभयो भने यसरी तपाईको ओपन हुन्छ। अब यहाँ तल देख्नुहुन्छ तपाईले माई आस्बा भनेर, माई आस्बा भनेर छ। यो माई आस्बामा क्लिक गर्नुभयो भने यसरी आउँछ। त्यसपछि तपाईको यहाँ एप्लाई फर इस्यु छ, करेन्ट इस्यु अहिले आएका सेयरहरू देखाउँछ, एप्लिकेसन रिपोर्ट अब यसरी देखाउँछ। ओल्ड एप्लिकेसन रिपोर्ट भयो, एप्लिकेसन रिपोर्टमा जानु होला। अब मैले भरेको सर्वोत्तम पेन्ट्सको हो नि त, त्यो टपमै छ। त्यसपछि यता रिपोर्ट छ, त्यहाँ जानुभयो भने यसो पनि देखाउँछ। यहाँ मेरो सेयरमा चाहिँ ढिलो देखाउँछ। अहिले तपाईको यहाँ भेरिफाइड मात्रै देखाएको छ स्ट्याटस। यहाँ तल स्ट्याटस हेर्नुभयो भने भेरिफाइड मात्रै देखाएको छ, एलोटेड एन्ड नट एलोटेड देखाउँछ। त्यो केही समयपछि अलि ढिलो देखाउँछ मेरो सेयरमा चाहिँ। त्यो आइपिओ रिजल्ट भनेर सर्च गरेर चेक गर्नुभयो भने चाहिँ छिटो नै थाहा पाउनुहुन्छ तपाईले। सो यो थियो आइपिओ रिजल्ट चेक गर्ने तरिका। सो यस्तै जानकारीमूलक भिडियोको लागि सब्स्क्राइब गरेर जोडिनु होला हामीसँग।